सामाजिकीकरण। के तपाईलाई सामाजिकीकरण भनेको के हो भन्ने कुरा थाहा छ? छैन भने आउनुहोस् म सजिलो भाषामा भन्छु ल। सजिलो भाषामा सामाजिकीकरण भनेको समाज चिन्ने र सामाजिक क्रियाकलापमा सहभागी हुने प्रक्रिया हो। सामान्यतया यो विभिन्न सामाजिक व्यवहार साथै चालचलन सिक्ने र समाजमा घुलमिल हुने प्रक्रिया हो। सामाजिकीकरणले मानिसलाई जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण गर्दछ। सामाजिकीकरणको महत्त्व। अघिल्लो भिडियोमा हामीले सामाजिकीकरणको बारेमा सामान्य जानकारी लियौं। आज हामी सामाजिकीकरणका महत्त्वका बारेमा कुरा गर्छौं। सामाजिकीकरणबाट मानिसले सामाजिक मूल्य, मान्यता तथा आदर्श सिक्न सक्छ। यसले हाम्रा धर्म, संस्कृति तथा परम्पराको एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्दछ। सामाजिकीकरणले मानिसलाई जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण गर्दछ। समग्रमा यसले व्यक्तिको व्यक्तित्व विकासमा सहयोग गर्दछ।